नमस्कार, तपाईलाई हार्दिक स्वागत छ कार्यक्रम हाम्रो बर्दिवास राम्रो बर्दिवासमा। प्राविधिक सहकर्मी अच्युतम पोखरेलसँगै म कार्यक्रम प्रस्तोता विमलेश कुमार झा। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल बर्दिवास र बर्दिवास नगरपालिकाको सहकार्यमा तयार पारिएको हो। यो कार्यक्रम शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, नगर क्षेत्रभित्रका विकास योजना, कार्यान्वयन, जनसहभागिता र पारदर्शिताका कथाहरू समेट्ने सशक्त मञ्च हो। यहाँ योजना कागजमा मात्र होइन, पसिनाको परिणाम, इँटाको गहिराई र नागरिकको विश्वास जगाउने प्रयास गरिन्छ। यो कार्यक्रम रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र बर्दिवासबाट मिडियम वेभ 1143 किलोहर्ज, एफएम 103 मेगाहर्ज बर्दिवास र बारा जिल्लाको जितपुर सिमराबाट एकैसाथ इन्टरनेटमा www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एप साथै रेडियो नेपाल बर्दिवासको फेसबुक पेजबाट हरेक महिनाको पहिलो आइतबार साँझ 5:15 बजेदेखि 5:45 बजेसम्म प्रसारण सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम एकदमै महत्त्वपूर्ण छ। आज हामी मध्य प्रदेशको महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका 1 अवस्थित देवराली माध्यमिक विद्यालयको सफलताको कथा लिएर उपस्थित भएका छौँ। यो विद्यालय मध्य प्रदेशमै पहिलो पटक डिजिटल विद्यालय घोषित हुँदै शैक्षिक आधुनिकीकरणको उत्कृष्ट नमुना बनेको छ। परम्परागत कालो पाटीको सट्टा हरेक कक्षा कोठामा स्मार्ट बोर्ड, ई हाजिरी, अनलाइन छुट्टी आवेदन, ई लाइब्रेरी, डिजिटल होमवर्क र अनलाइन भुक्तानी जस्ता सुविधाहरूले यो विद्यालय 90% भन्दा बढी डिजिटल पूर्वाधार युक्त बनेको छ। करिब 1500 विद्यार्थी अध्ययन गर्ने यो विद्यालयमा पछिल्लो सत्रमा मात्र 20% नयाँ भर्ना बढेको छ। जलेश्वर, रामगोपालपुर, धनुषा र सर्लाहीबाट समेत विद्यार्थीहरू आकर्षित भएर आउने गरेका छन्। यो परिवर्तनको नेतृत्व प्रधान अध्यापक कुमार घिमिरे र विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष राजु दोङले गर्नुभएको छ। उहाँहरूले शिक्षक र विद्यार्थीलाई डिजिटल साक्षरताको तालिम दिएर यो अभियान सुरु गर्नुभयो र सरकारी मापदण्ड पूरा गर्दै विद्यालयलाई डिजिटल घोषणा गराउन सफल हुनुभयो। विद्यार्थी आपूर्ति र उपकरण मार्फत जस्ता चुनौतीहरू रहे पनि अभिभावक, शिक्षक र स्थानीय सरकारको सहयोगमा यो प्रयासलाई अवसरमा बदल्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यो डिजिटल क्रान्तिले 21औं शताब्दीको प्रगतिशील शिक्षाको ढोका खोलेको छ। अब हामी यो सफलताको मुख्य पात्र प्रधान अध्यापक कुमार घिमिरेसँग कुराकानी गर्दैछौँ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। प्रधानाध्यापकज्यू नमस्कार, स्वागत छ कार्यक्रममा। धन्यवाद। यो डिजिटल यात्री कसरी सुरु गर्नुभयो सर? सबैभन्दा पहिले हामीले विद्यालयमा डिजिटल प्रविधिसँग अबका विद्यालयहरू यदि जोडिन सकेनन् भने विद्यालयहरूको चाहिँ स्थिति नाजुक हुन्छ र विद्यालयको ढोका बन्द हुन्छ भन्ने हाम्रो छलफलको निष्कर्ष रह्यो। सोही अनुरूप हामीले चाहिँ शिक्षकहरूलाई अभिमुखीकरण गरेर सुरु गर्यौं र बिस्तारै सबै निकायहरूलाई डिजिटल प्रविधिले शिक्षामा गर्ने प्रभाव के हो भनेर बुझाउन कोसिस गर्यौं र त्यसमा सफलता हात लाग्यो। सोही अनुरूप हामीले चाहिँ यो कामको थालनी गर्यौं। कुमार सर, हामी हेर्छौँ कि नेपालमा जुन साक्षरता दर हामी भन्छौँ त्यसको प्यारामिटरलाई हेर्दा हाम्रो मध्य प्रदेश एकदमै पुच्छरतिर छ। यसलाई उकास्ने यो प्रविधि अलि सहयोग गर्छ कि? धेरै ठुलो सहयोग गर्छ। अहिलेको युगमा काम गर्ने लेबर मजदुरसँग पनि डिजिटल प्रविधियुक्त मोबाइलहरू छन्। उनीहरूलाई सोही माध्यमबाट नै डिजिटल शिक्षालाई प्रयोग गरेर हामीले चाहिँ अगाडि बढाउन सक्यौँ भने यसले धेरै ठुलो योगदान दिन सक्छ। सर, जसरी भन्नुभयो कि हामी डिजिटल मार्फत चाहिँ धेरै हामी सहयोग गर्छौँ, तर यो डिजिटल प्राविधिक आफ्नो विद्यालयमा लागू गरिरहँदाखेरि कुन कुन चुनौतीको सामना गर्नुभयो? पहिला कसरी यो परिकल्पना गर्नुभयो? सबैभन्दा पहिले त यसमा चुनौती के देखियो भन्दाखेरि शिक्षकहरू नै अपडेट हुन समस्या हुने, कतिपय शिक्षकहरूले त्यसलाई चलाउनलाई समस्या हुने र त्यो शिक्षकहरूलाई अपडेट गर्न र उहाँहरूलाई त्यसप्रति आकर्षण पैदा गर्नलाई केही समय लाग्यो। तर जब हामीले कन्भिन्स गरेर कुरा बुझाउन सफल भयौँ
त्यो सफलता पछाडि यो चाहिँ राम्रो हुँदै गयो र उहाँहरूले पनि त्यसलाई अङ्गीकार गर्नुभयो। मानौँ न हामी आफ्नो सामुदायिक विद्यालयको विद्यार्थीको स्तर पनि हेर्दाखेरि धेरै कमजोर जस्तो हामी विभिन्न सामाजिक सञ्जालमा पनि हेर्छौँ। बोर्डिङ स्कुलको विद्यार्थीहरूलाई केही जनवरी फरवरी अथवा जे पनि सोद्धाखेरि सानै उमेरको विद्यार्थी केही भन्न चाहिँ सफल हुन्छ, तर सामुदायिक विद्यालयमा चाहिँ तपाईँको 7-8 कक्षासम्म जाँदा पनि यी आधारभूत कुराहरू पनि सिकेको हुँदैन। यो डिजिटल प्रविधिले कतिको उपयोगी हुन्छ? मुख्य कुरा चाहिँ कस्तो हो भने यो निजी स्कुलहरूमा डिजिटल प्रविधि सँगसँगै उनीहरूले अलिकता घोकाउने परिपाटी चाहिँ अलि बढी हुन्छ। हामीहरूकोमा उनीहरूले खुल्ला ढङ्गले सिक्नुपर्छ र स्वस्फूर्त भावना विद्यार्थीमा सिकाइको लागि पैदा हुनुपर्छ भन्ने नेपाल सरकारले धारणा राखेको छ। सोही अनुरूप विद्यार्थीलाई प्रेरित गर्न चाहिँ शिक्षकले सक्नुपर्छ र त्यो प्रेरित गर्ने माध्यम चाहिँ अहिले हाम्रो विद्यालयमा चाहिँ हामीले सफल भएका छौँ र विद्यालयमा डिजिटल प्रविधिको प्रयोग गरेर विद्यार्थीहरूको पठन पाठनलाई हेर्ने, निगरानी गर्ने, परीक्षाको व्यवस्थापन गर्ने यावत कुराहरू डिजिटल माध्यमले हुने भएको हुनाले त्यसमा कुनै किसिमको समस्या पनि नआउने र मात्रै चाहिँ के त भन्दाखेरि डिजिटल प्रविधिहरूलाई अपडेट गरिराख्नु पर्ने, त्यो अपडेट गर्नलाई चाहिँ थोरै सङ्कट आउने सम्भावना देख्छु। हामीहरूकोमा अब 1 वर्ष पछाडि अथवा 2 वर्ष पछाडि विभिन्न एप्सहरू प्रयोगमा आएका छन्। ती एप्सहरू अपडेट गर्नुपर्ने हुन्छ। त्यो चाहिँ एउटा चुनौतीको रूपमा देखेको छु मैले भोलिको दिनमा। नत्र भनेदेखि हामीले स्रोत र साधनलाई ठिक ढङ्गले प्रयोग गऱ्यौँ भने राम्रो व्यवस्थापन गर्न सकिन्छ भन्ने मलाई लाग्छ। यो सर जुन यसमा डिजिटल प्रविधिको प्रयोग गरिरहँदाखेरि तपाईँको विद्यालयमा स्रोत साधन कसरी जुटाउनु भयो, कसरी यो सम्भव भयो? अलिकति स्रोतको पनि कुरा गरौँ न। सबैभन्दा पहिले हामीले विद्यालय व्यवस्थापन समितिमा योजना, वार्षिक योजना, पञ्चवर्षीय योजना बनाउँदाखेरि हामीले आन्तरिक रूपले छलफल गऱ्यौँ विद्यालयलाई कुन बाटोमा डोर्याउने, कसरी अहिलेको युग सुहाउँदो विद्यालय बनाउने र समाजको माग, समाज एकातिर गइरहेको छ, विद्यालय अर्कोतिर परम्परागत मोडेलमा गयो भने चल्दैन, सम्भव छैन भन्ने निष्कर्ष हाम्रो रह्यो। त्यस पछाडि के गर्न सकिन्छ भनेर भन्दा अब हामीले डिजिटल युगमा विद्यालयलाई प्रवेश गराउनु पर्छ। यसका लागि पूर्वाधारहरूको काम गरौँ भनेर हामीले 2 वर्ष अगाडिदेखि नै पूर्वाधारमा काम सुरु गऱ्यौँ। त्यसको लागि हामीलाई सिटिभिटी मधेस प्रदेश कार्यालयबाट थोरै आर्थिक सहयोग भयो। त्यस्तै गरेर बर्दिवास नगरपालिकाले ठुलो सपोर्ट गर्नुभयो। त्यस्तै गरेर मधेस प्रदेश शिक्षा मन्त्रालयबाट पनि हामीलाई सहयोग भयो। सबैतिरबाट हामीले हाम्रा कुरा राख्यौँ, प्रपोजल दियौँ, उहाँहरूले त्यसलाई अध्ययन गर्नुभयो र अध्ययन गरेपछि ल ठिकै छ, तपाईँहरू सक्नुहुन्छ त यति गर्न भन्ने खालको निष्कर्ष उहाँहरूको रह्यो। हामी सक्छौँ, तपाईँहरू कोसिस हामीलाई चाहिँ यति सहयोग गरिदिनुहोस् भनेर कुरा राख्दा हामीलाई चारैतिरबाट सपोर्ट भयो। सो अनुसार हामीले काम गर्न सफल भयौँ। अब परम्परागत अनुसार कालो पाटी चाहिँ हामी सामुदायिक विद्यालयमा अहिले पनि हेर्छौँ। सम्भवतः यो मध्य प्रदेशमा पहिलो नै डिजिटल विद्यालय होला। अब बढीभन्दा बढी चाहिँ व्हाइट बोर्डमा हामी हेर्छौँ, कुनै कुनै विद्यालय चाहिँ गइरहेछ। तर व्हाइट बोर्डबाट अब हामी यो डिजिटल बोर्डमा चाहिँ जानको लागि अरू विद्यालयले के गर्नुपर्छ? सबभन्दा पहिले शिक्षक र विद्यार्थी कन्भिन्स हुनु पर्यो। डिजिटल विद्यार्थी त हामीहरूभन्दा धेरै अगाडि छ। उनीहरू डिजिटल प्रविधिको प्रयोगमा शिक्षकहरू भन्दा धेरै अगाडि छन्। मात्रै शिक्षकलाई हामीले अपडेट गर्न सक्यौँ र समुदायलाई डिजिटल प्रविधि प्रतिको नकारात्मक धारणा चाहिँ यो हो, सकारात्मक पक्षहरू यो हो भनेर बुझाउन सक्यौँ भने त्यसले चाहिँ हामीलाई ठिक ठाउँमा पुर्याउँछ भन्ने मलाई लाग्छ। यो डिजिटल विद्यालय घोषणा गर्ने बेलामा तपाईँको मैले कुरा सुनेका थियौँ कि त्यसमा हामी आर्थिक पारदर्शिताको पनि हामी सुनिश्चित गरेका छौँ। तर विशेष गरी सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र प्रधान अध्यापकसँग जुझ्ने भनेको आर्थिक गतिविधिमा नै हो। आर्थिक गतिविधिमा पटक पटक उहाँहरूको मतभेद चाहिँ देखिन्छ। तर तपाईँको विद्यालयमा यो मतभेद नहुनको लागि कुनै आधार छ?
मुख्य गरेर आर्थिक पारदर्शिता हामीले डिजिटल प्रविधिलाई दैनिक रूपमा हाम्रो चाहिँ सफ्टवेयरमा अपडेट हुन्छ। आज दिनभरिमा कसले फी कलेक्ट गरायो र के शीर्षकमा कति खर्च भयो त्यो हामीले त्यहाँ अनलाइनमा इन्ट्री नगरिकन कारोबारै हुँदैन। अनलाइनमा इन्ट्री गर्नै पर्छ। अब इन्ट्री गर्दै जाँदाखेरि के हुने भयो त भन्दाखेरि जसले जुन शीर्षकमा जे कामको लागि रकम कलम निकासा हुन्छ चाहे आम्दानी बाँधिन्छ त्यसलाई हामीले डिजिटल प्रविधिबाट मात्रै खर्च गर्छौँ। जसले गर्दाखेरि हाम्रो विद्यालयको जुन सफ्टवेयर प्रणाली छ त्यसमा चाहिँ त्यो अभिलेखीकरण क्लाउड कलेक्सन पनि भइराखेको हुन्छ, क्लाउडमा गएर पनि स्टोरेज भइराखेको हुन्छ र हाम्रो विद्यालयको जुन प्रविधिक जुन छ कम्प्युटर त्यसमा पनि रेकर्ड भइराखेको हुन्छ। जसले गर्दा के हो त भन्दा कसैमाथि शङ्का गर्नुपर्ने, दुविधा राख्नुपर्ने अथवा त्यसलाई थोरै स्वार्थको घेराले स्वार्थको नजरले हेर्नुपर्ने आवश्यकता त्यहीँ समाप्त गरिदिन्छ र स्वार्थ त्यागेर स्पष्ट हुन सक्यौँ भने समस्या नै आउँदैन। अब हामी फेरि विद्यार्थीतर्फ फर्कौँ। जसरी कि हामी सामुदायिक विद्यालयमा अब धेरै अनुपस्थित हुनेको क्रम पनि बढी हुन्छ हाम्रो विद्यार्थीहरूको। तर यो डिजिटल बोर्ड लागू गरिरहँदाखेरि अनुपस्थित विद्यार्थीहरूले कसरी सदुपयोग गर्न सक्छ पुनः कक्षाहरूलाई? होइन, यो डिजिटल प्रविधिसँग जोडिएर विद्यालयको कक्षा कोठा सञ्चालन गर्दै गर्दा हामीले चाहिँ कस्तो हुन्छ भन्नुहुन्छ भने त्यहाँ प्रत्येक दिनको हामीले कक्षाको गतिविधि रेकर्ड हुन्छ। पहिलो कुरा त्यो रेकर्ड भएको कक्षाको कुनै विद्यार्थी एब्सेन्ट भयो भने उसले चाह्यो भने अर्को दिन गएर त्यो कक्षामा हिजो के पढाइ भयो भन्ने कुरा मजाले हेर्न सक्छ। शिक्षकको कुरा सहित। हजुर, उसले हेर्न सक्छ, सुन्न सक्छ। सबभन्दा पहिलो कुरो पढ्न इच्छुक विद्यार्थीको समस्या त्यहीँ समाधान हुन्छ। अब त्यस पछाडि शिक्षकको समस्या, शिक्षक पनि एउटा मानव हो, उसलाई पनि बिदा चाहिन्छ, ऊ बिमारी पर्न सक्छ, ऊ एब्सेन्ट हुँदा घन्टी लिजर जाने समस्या अर्को जटिलता हो। यसलाई पनि डिजिटल प्रविधिले समाधान गरिदिन्छ। कसरी समाधान गरिदिन्छ भन्दा बर्दिवास नगरपालिकाले उपलब्ध गराएको माई सेकेन्ड टिचर एप्स भन्ने छ। त्यो चाहिँ युजर नेम र पासवर्ड हामीले लिएका हुन्छौँ प्रत्येक कक्षाको लागि। त्यो युजर नेम र पासवर्ड लिएर लगइन गरिदिएपछि सरले हिजो कहाँ पढाउँदै हुनुहुन्थ्यो र कहाँदेखि बाँकी छ त्यो क्लास त्यहीँबाट स्टार्ट हुन्छ। अनि त्यो स्टार्ट भएपछि त्यो क्लास कन्टिन्यू 40 मिनट जान्छ र हामीले प्रत्येक क्लासमा क्याप्टेन हुन्छ र क्लास टिचर हुन्छ। कुन टिचर एब्सेन्ट भयो त्यसमा त्यो लगइन हुन्छ र क्लास चालु हुन्छ। जसले गर्दा के हुने भयो त भन्दा टिचर एब्सेन्ट हुँदा क्लास चल्ने भयो, विद्यार्थी एब्सेन्ट हुँदा उसले क्लास जोइन गर्न पाउने भयो र यो कक्षामा शिक्षकले बिदा ल्याउन पाउने, उसको चाहिने एउटा मानवीय समस्या पनि समाधान हुने भयो र विद्यार्थीको पढाइमा ह्याम्पर नगरिकन चाहिँ विद्यालय व्यवस्थापन गर्नुपर्ने त्यो पनि समाधान हुने भयो र यो दुवैलाई चाहिँ एकदमै लाभकारी हुन्छ। र त्यसले होमवर्कहरू कक्षा पढाउँदै जाँदा माई सेकेन्ड टिचर हामीले त्यसमा एप्लाई गरिदिएका छौँ, इन्स्टल गरेका छौँ। जसले गर्दाखेरि विद्यार्थीको पठन पाठनमा चाहिँ नै सुधार आउँछ। जो विद्यार्थी पढ्न इच्छुक हुन्छन्, अब हामीले तिमी पढ्न इच्छुक नहुने विद्यार्थीलाई जबरजस्ती गर्न त सक्दैनौँ, तर इच्छुक विद्यार्थीको लागि कुनै समस्या नै आउँदैन। कतिपय विषयहरूमा शिक्षकहरू अभाव हुँदा चाहिँ हामीले त्यो माई सेकेन्ड टिचर एप्स जुन नगरपालिकाले हामीलाई प्रोभाइड गरेको छ त्यसले चाहिँ हामीलाई ठुलो सहयोग गरेको छ। जसरी भन्नुभयो कि हामी भिडियो रेकर्ड पनि गर्छौँ, त अहिलेको युगमा चाहिँ बढीभन्दा बढी युट्युब च्यानल पनि सञ्चालनमा छ, हाम्रो फेसबुक पेज पनि सञ्चालनमा छ। यो भिडियो रेकर्डहरू अब आर्थिक एउटा आर्जनको रूपमा पनि हेर्दाखेरि युट्युबमा पनि हाल्ने कुनै विगतमा योजना छ कि के छ? होइन, हामीले अहिले त डिजिटल विद्यालय घोषणा गरेका छौँ र हामीले डिजिटल विद्यालयको छुट्टै चाहिँ युट्युब च्यानल बनाएर त्यसरी अपलोड गर्ने अहिले हामीले योजना बनाएका छैनौँ। केही समयपछि हामीले त्यो पनि गर्न सक्छौँ, तर त्यहाँनिर विद्यार्थीको निजी गोपनीयताका कुराहरू पनि हुन्छन्। उनीहरूको सहमति बेगर, विद्यार्थीको चाहिँ गार्जियनहरूको चाहिँ अनुमति बेगर यसरी
अपलोड गर्नु सामाजिक सञ्जालमा भने त्यो उचित नहोला। अब क्यामेरा चाहिँ मात्रै शिक्षक र बोर्डतिर फर्काएर चाहिँ अब धेरै कक्षाहरू अनलाइन कक्षाहरू पनि हुन्छ, जुमबाट पनि हामी हेर्या होला, त्यसमा युट्युबमा पनि अपलोड हुन्छ, त्यसबाट आर्थिक आम्दानी पनि हुन्छ, एउटा विद्यालयको आर्थिक स्रोतको सुनिश्चितता पनि हुन्छ जस्तो मलाई लाग्छ। होइन, त्यो मोडेलमा हामीले सोचेका छौँ, तर छलफल गरेर हामी अगाडि चाहिँ बढाउँछौँ। अब शिक्षकतिर हेर्दाखेरि अब यो डिजिटल विद्यालय घोषणा भइसक्दा अब सबै शिक्षकहरू चाहिँ अब्बल छ त्यसमा? होइन, यो क्वेसन धेरै नै उठ्ने गर्छ। हाम्रो विद्यालयमा बाहिर गाउँपालिकाहरूबाट भिजिट गर्न पनि आउनुहुन्छ। अनि तपाईँहरूको सबै शिक्षकले यो चलाउनुहुन्छ त, ह्यान्डल गर्न सक्नुहुन्छ त? जसरी तपाईँले हामीलाई देखाउनु भयो यो चलाएर, यही मोडेलमा सबै शिक्षक तपाईँहरूको अब्बल छ त भन्ने क्वेसन पटक पटक आउने गर्छ। तर हामीले यसको लागि शिक्षकहरूलाई 2 वर्ष अगाडिदेखि नै प्रशिक्षित गरेका छौँ। नयाँ आउने शिक्षकहरूको लागि त्यो केही समय लाग्छ उहाँहरूले सिक्नलाई, तर पुराना जतिजना साथीहरू हुनुहुन्छ उहाँहरू लगभग सबैले कन्ट्रोल गर्नुहुन्छ, चलाउनुहुन्छ। र मात्र के त भन्दाखेरि उहाँहरूलाई यो विषयमा हामी डिजिटल बोर्ड राख्दैछौँ, स्मार्ट बोर्ड चलाउनुपर्छ, यसको लागि यो चिज तपाईँले यसरी ह्यान्डल गर्ने हो, तपाईँले युट्युबमा सर्च गर्दा यसरी गर्नुपर्छ, माई सेकेन्ड टिचरलाई यसरी लगइन गर्नुपर्छ, जसलाई जुन चिज आवश्यक छ त्यो चिज हामीले चलाउन र ह्यान्डल गर्न करिब 2 वर्ष अगाडिदेखि नै सिकाएका छौँ र अब लगभग सबैजना पोख्त हुनुहुन्छ। अब यो डिजिटल बोर्डलाई सञ्चालन गर्नका लागि विद्युत आपूर्ति पनि महत्त्वपूर्ण हुन्छ। अब बेलामा अहिले त ठिक छ, तर जुन आधी बेरीको समयमा, वर्षायामको समयमा चाहिँ पटक विद्युत जाने चाहिँ समस्या हुन्छ। यसलाई समाधान गर्न तपाईँले कसरी योजना बनाउनु भएको छ? यसको लागि हामीले नगरपालिकासँग पनि अनुरोध गरेका छौँ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पनि हामीलाई चाहिँ सोलर प्यानल जोइन गरिदिनुहोस्, विद्यालयमा हाम्रो चाहिँ नि यो मोडेलको पढाइ पठन पाठन भएको छ भनेर अनुरोध गरेका छौँ। हामीले पत्र लेखेर मेल मार्फत पनि पठाएका छौँ। हाम्रो प्रपोजलहरू उहाँहरूले अब हेर्नुभएको होला सायद, र त्यसको विकल्पको रूपमा अब स्थानीय रूपमा हामी स्रोत जुटाउन त सम्भव देख्दिनँ म, किनभने ठुलो खर्च आउँछ। तर प्रदेश सरकार अथवा केन्द्र सरकारलाई हामीले लेखेका चाहिँ प्रपोजलहरू उहाँहरूले अध्ययन गरिदिनु भयो र त्यसको आउटकम्सको बारेमा चाहिँ बुझिदिनु भयो भने पक्कै पनि यो समस्याको समाधान हुन्छ। अहिले चाहिँ हामी त्यसमा अलि पछाडि परेका छौँ। अब डिजिटल विद्यालय घोषणा गर्नुभयो, शिक्षकहरूलाई पनि अब्बल बनाउनु भयो, विद्यार्थीलाई पनि तपाईँहरूले सन्तुष्ट गर्नुभयो, तर तपाईँको नजरमा अहिले पनि छ कि यो विद्यालयमा यो भइदियो भने अझै उत्कृष्ट हुन्छ? विद्यालयमा गर्नुपर्ने थुप्रै कामहरू हुन्छ। सबभन्दा पहिले त हामीले जति विद्यार्थीले आवेदन दिनुहुन्छ हाम्रो विद्यालयमा भर्ना हुनको लागि, त्यसको हामीले थोरै हिस्सा मात्रै भर्ना लिन सकेका छौँ। जो गार्जियनहरू फर्किएर जानुहुन्छ उहाँहरूलाई फर्काउनु पर्दा हामीलाई दुःख लाग्छ। किन भन्दाखेरि हामीसँग शिक्षक अभाव छ, बस्ने कक्षा कोठाको अभाव छ। यो दुईटै कुरालाई यदि हाम्रो कोणबाट समाधान गर्न सकियो भने हामीले चाहिँ विद्यालयलाई अझ बृहत रूपमा अगाडि बढाउन सक्छौँ, पहिलो समस्या। दोस्रो समस्या भनेको जो गार्जियनहरू ज्याला मजदुरी गर्नुहुन्छ उहाँको बच्चाहरू पनि हाम्रो विद्यालयमा पढ्न आउनु भएको छ। उहाँहरूको समय त्यो डिजिटल प्रविधि के हो, मेरो बच्चाले के सिकिराखेको छ, होमवर्क के गरेको छैन, उहाँहरूले हेर्नलाई गार्जियनसँग त्यो सिप नै छैन। यो समस्याको रूपमा देखेको छु। उहाँहरू स्कुलमा आएर हामीले बोलाएर यो चिज हेर्ने गर्नुहोस् भनेपछि उहाँहरूले कहिलेकाहीँ भन्नुहुन्छ, सर हमरा त मालुमै नै रहे के ना करू, हमरा सँग त भर दिन काम कर पर्यो। त यस्तो खालको समस्या उहाँहरूले राख्नुहुन्छ। त यो समस्या राख्दाखेरि त्यो समस्याको समाधान त विद्यालयले गर्न सक्दैन। उहाँहरूले मेरो बच्चाको उपस्थिति रेट के छ, मेरो विद्यार्थीले होमवर्क गर्यो कि गरेन, आफ्नै घरमा बसेर बुझ्न हेर्न सक्नुहुन्छ। तर प्राविधिक ज्ञान पनि अभाव, फुर्सदको पनि समयको पनि अभाव। किनभने ज्याला मजदुरी गरेन भने उहाँहरूको चाहिँ रोजीरोटीको समस्या समाधान गर्नुपर्ने हुन्छ। यो चाहिँ जटिलता देखेको छु। सबभन्दा ठुलो जटिलता नै यही हो। अब सर
परम्परागत कालो पाटीलाई हटाउँदै व्हाइट बोर्ड लागू गर्दै अब धेरैले चाहिँ डिजिटल बोर्ड चाहिँ लगाउनु पर्छ, अब डिजिटल विद्यालय मेरो पनि घोषणा गर्नुपर्ने हुन्छ भने तपाईँहरूको देखासिकीले चाहिँ जोस जागर आउँछ। तर यो डिजिटल रूपान्तरण गर्न डराइरहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई तपाईँले के सन्देश दिन चाहनुहुन्छ? सबैभन्दा पहिला त साथीहरूलाई म साथीहरूलाई के भन्न चाहन्छु भने तपाईँ स्पष्ट हुनुहोस्। मैले विद्यालय चलाउनु छ र विद्यालयलाई अगाडि बढाउनु छ, यो कुरा उहाँहरूले क्लियरली बुझिदिनु पर्यो र ममा कुनै किसिमको स्वार्थ छैन भन्ने कुरामा उहाँ जानु पर्यो। यदि स्वार्थ छ भने त्यो प्रविधि नै बाधक बन्छ उहाँको लागि। यस कारणले क्लियर हुनु पर्यो कि ममा कुनै स्वार्थ छैन, म विद्यालय बनाउँछु भन्ने कुरा उहाँहरूको मन मस्तिष्कमा क्लियर हुनु पर्यो। दोस्रो कुरा, यो जुन सामुदायिक विद्यालयहरूको हामीले रिप्रेजेन्ट गर्दैछौँ यो भनेको बिहान बेलुका रोजीरोटी कमाउने मान्छेहरूसँग जोडिएको विद्यालय। एकदम सर, यो आर्थिक रूपले सम्पन्न हुने बच्चाहरू पनि छन्, नहुने कुरा होइन। तर जो विद्यार्थीहरूसँग आर्थिक रूपले सङ्कट छ उनीहरूलाई पनि हामीले विद्यालय प्रविधिमा जोड्नुपर्छ भन्ने कुरामा हामी बिर्सिनु भएन। तेस्रो कुरा, समुदाय र विद्यालय बीचको सम्बन्धलाई असाध्यै सुमधुर बनाउनु पर्यो, त्यसमा कुनै किसिमको स्वार्थ जोडिनु भएन। यति कुरा गर्न सक्यौँ भने हाम्रो विद्यालय असाध्यै राम्रोसँग डिजिटल प्रविधिमा लानुभयो भने युग सुहाउँदो शिक्षा दिन सकिन्छ। किन त भन्दाखेरि सबै शिक्षक समान योग्यताका समान अब्बल हुन सक्दैनन्। नेपाल सरकारले नै 35-40 नम्बर आउनेलाई शिक्षक सेवाबाट पास गरिदिन्छ। एउटा विद्यालयमा पढाउने शिक्षक जसले 35-40 नम्बर ल्याउँदो होला उसले पढाएको विद्यार्थीले चाहिँ कति नम्बर ल्याउँदो होला? यो त क्वेसन मार्क छ, पटक पटक उठ्ने गर्छ यो क्वेसन। यस कारणले हामीले के भन्छौँ त भन्दा प्रविधिको प्रयोगद्वारा उसलाई 100 बनाउन सकिन्छ। उसलाई हामीले जुन शीर्षक, सबै शीर्षकमा सबै शिक्षकहरू अब्बल हुन्छन् भन्ने छैन। सबैको आफ्नो आफ्नो शीर्षक हुन्छ, आफ्नो आफ्नो विषय हुन्छ। तर आफूलाई थाहा नभएका विषयहरूलाई पनि, थाहा नभएका शीर्षकहरूलाई पनि हामीले प्रविधिको माध्यमले विद्यालयमा प्रवेश गरायौँ, विद्यार्थी माझ लग्यौँ भने ती विद्यार्थीहरूले धेरै कुरा सिक्न सफल हुन्छन् भन्ने कुराको हामीले शिक्षकलाई बुझाउन सक्नु पर्यो, विद्यार्थीलाई सहज रूपमा शिक्षा दिन सक्छौँ। एकदमै सर, अब हामी अन्त्यतिर छौँ। अब चिसो पनि वात्तै बढेको छ, अब विद्यार्थीहरूलाई पनि विद्यालय आउन जानलाई गाह्रो हुन्छ। अब जाँदै हामीले केही सोध्नुपर्ने र तपाईँले केही भन्नुपर्ने छ हाम्रो कार्यक्रम मार्फत? सबैभन्दा पहिले मलाई यो अवसर दिनुभएकोमा म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। कार्यक्रम सञ्चालक, प्राविधिक मित्र सबैलाई मेरो हृदयदेखि नै म नमन टक्राउँछु। मलाई चाहिँ यो विद्यालयको, डिजिटल विद्यालयको के हो, कसरी चलेको हुन्छ भन्ने विषयमा छलफलको लागि बोलाइदिनु भयो। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ के छ भन्नुहुन्छ भने विद्यालयहरूमा विद्यार्थीलाई सिकाइ प्रभावकारी नबनाइकन कुनै पनि विद्यालय सफल हुँदैनन्। सिकाइ प्रभावकारी बनाउनको लागि परम्परागत शैलीले सोच्ने हो भने शिक्षक मात्र जिम्मेवार हुन सक्छ। यदि आधुनिक तरिकाले हामीले सोच्यौँ भने धेरै कुराहरू हुन्छ जसले सिकाइलाई प्रभाव पार्छ। हामी यहाँ आधुनिकताको कुरा चाहिँ गर्छौँ तर आधुनिक प्रविधिसँग शिक्षालाई जोड्दैनौँ, जसले गर्दा सिकाइ कमजोर भइराखेको छ। यसैले सिकाइलाई उत्कृष्ट बनाउन प्रविधिसँग जोड्नुहोस्। सबै प्रजीवहरूलाई, सबै व्यवस्थापन समितिका साथीहरूलाई, सबै देशभरिकालाई म यो अनुरोध गर्छु। हस् प्रधानाध्यापकज्यू, यति चिसोमा पनि हाम्रो स्टुडियोसम्म आएर यति महत्त्वपूर्ण जानकारी दिनुभयो र हाम्रो विद्यार्थीलाई, हाम्रो प्रधानाध्यापकज्यूहरूलाई जुन जोस जागर जगाउनु भयो कि वास्तवमा गर्दा सम्भव रहेछ भन्ने सन्देश दिनुभयो, यसका लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु। हस् त, धन्यवाद। आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो बर्दिवास नगरपालिका वडा नम्बर 1 स्थित देउराली माविका प्रधानाध्यापक कुमार घिमिरेज्यू। आजको कार्यक्रम हाम्रो बर्दिवास राम्रो बर्दिवास यही टुङ्गिन्छ। पुनः भेटौला अर्को श्रृङ्खलामा, जहाँ योजना केवल कागजमा होइन जनताको जीवनमा जीवित हुन्छ। तपाईको साथमा हुनेछु म विमलेश कुमार झा। हवस् त, नमस्कार, शुभ सन्ध्या।